वेलकम बैक टू माई न्यू ब्लग। आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। आई होप तपाईँहरू सन्चै आराममै हुनुहुन्छ होला। म सन्चै आराममै छु। आजको ब्लगमा चाहिँ तपाईँहरूलाई म यसो बाइक धुको भिडियो चाहिँ बनाएर हालिदिउँ भनेर चाहिँ यसो क्यामेरा अन गरिदिएको है। भिडियोलाई लास्टैसम्म हेरिदिनु होला। पेट्रोल छ होइन, त्यसले चाहिँ भरे पुस्ने अनि भरै बाइक धोइसकेपछि चाहिँ पुस्नलाई यहाँ थोरै ह्याङ्की राखेको छु। अनि यसले चाहिँ धुने अहिले है। स्याम्पू चाहिँ यहाँ दुईवटा चाहिँ राखेको छु, पुग्दैन होला भनेर मैले फेरि एउटा चाहिँ ल्याएको छु। अनि बाइक चाहिँ पछाडि छ, यहाँ देख्न सक्नुहुन्छ। अनि अहिले चाबी चाहिँ मैले साथमै बोकिरहेको छु है। अब भिडियोलाई चाहिँ कन्टिन्यू हालिदिउँ है त। अहिले चाहिँ मैले चाहिँ बाइकहरू सबै रेडी पारिसकेँ है। मैले चाहिँ सुरुमा चाहिँ अब यो बाइकले चाहिँ थोरै पानी छ्याप्नुपर्ने हुन्छ। भिडियोलाई चाहिँ यतिकै वाच गरिराख्नु होला। म चाहिँ अलिकति स्पिडमा चाहिँ बढाएर भिडियोलाई चाहिँ हालिदिने छु। ठिक्क मिलाएर गीतमा साउन्डमा भनौँ न एउटा मिलाएर हालिदिन्छु। तपाईँहरू चाहिँ हेर्दै बस्नु होला। सो फाइनली गाइस चाहिँ अहिले चाहिँ मैले पखाली पनि सकेको छु। अब चाहिँ थोरै पानीमा स्याम्पू मिसाउनु पर्ने हुन्छ। सो फाइनली गाइस चाहिँ मैले यहाँ स्याम्पू पनि गाडीमा रेडी पारिसकेको छु। अब चाहिँ म पुरा धस्नु पऱ्यो के त्यो स्याम्पू र साबुन जस्तै हुन्छ नि त। साबुनले जस धुनु नमिले पनि स्याम्पूले धुनु पऱ्यो नि त। अब त्यही अब पुरा धस्नु पऱ्यो क्या यतिकै त्यो ह्याङ्कीले चाहिँ। भिडियोलाई चाहिँ हेर्दै गर्नु होला। म पनि त्यसलाई मिलाएर स्पिडमा साउन्डमा मिलाएर चाहिँ हालिदिने छु। सो फाइनली गाइस चाहिँ अहिले चाहिँ मैले पुसपास पनि गरिसकेँ। अब पानीले चाहिँ पखाल्नु पर्ने हुन्छ है त। फाइनली गाइस मैले चाहिँ पखाली पनि सकिरहेको छु है। मैले यो पेट्रोल र है यसले चाहिँ अब मिसार थोरै पुस्नुपर्ने हुन्छ नि त अलिकति। त्यसपछि चाहिँ थोरै लुक्स जस्तो भनौँ न, अब अलिक नयाँ जस्तो चाहिँ देखिन्छ है। अब म यो चाहिँ हालेर चाहिँ म पुस्ने छु है। सो फाइनल गाइस मैले पुसपास पनि गरिसकेको छु। अब चाहिँ तपाईँहरूलाई बाइक कस्तो भयो त्यो चाहिँ देखाइदिन्छु है। भिडियोलाई चाहिँ हेरिबस्नु होला है। वाचिङ हानिराख्नु होला होइन। फुल लुक्स चाहिँ तपाईँहरूलाई म देखाइदिनेछु है कस्तो भयो भनेर चाहिँ बाइक धोइसकेको लुक्स चाहिँ होइन। सबै अब अलिकति अघि चाहिँ नधुएर कस्तो देखेको थियो होइन, अब चाहिँ अलिक राम्रै देखिन्छ है। तर बाइक पनि अलिक पुरानो भइसकेको छ। अब त्यो नै हो लुक्सलाई चाहिँ हेर्नु होला। अब त्यो सक्नुहुन्छ गाइस अगाडिबाट चाहिँ लुक्स यस्तो देख्न सक्नुहुन्छ। लुक्स चाहिँ अब ठिकठाकै हो यतिको। अब 125 सीसीको बाइक हो नि त, त्यो भएर अलिक लुक्स चाहिँ अब ठिकै भन्नुपर्छ। अब पछाडिबाट पनि देखाइदिन्छु है। पछाडिको लुक्स चाहिँ यस्तो देख्न सक्नुहुन्छ है। अहिलेको लागि चाहिँ अब 1-2 दिन भएर चाहिँ थोरै अब बनाएपछि चाहिँ अलिक राम्रै देखिन्छ होला भन्ने आश छ है। अहिलेको लागि चाहिँ अब यस्तै छ लुक्सहरू ठिकठाकै भनौँ न। अब त्यो नै हो गाइस। अब चाहिँ म यता माथिबाट चाहिँ है बाइक फिर्काएर चाहिँ ल्याएर आउँछु है। तपाईँहरू चाहिँ भिडियोलाई चाहिँ वाच गरेर राख्नु होला है। सो गाइस चाहिँ अहिले चाहिँ मैले धुइसकेर यहाँ घाममा सुकाउन ल्याइरहेको छु है। बाइकको अवस्था पनि यस्तै छ, ठिकठाकै देखिरहेको छ अहिलेसम्म है लुक्सहरू।
ठिकै हो भनौँ। एकछिन सिसीको गाडी हो टिभीएस है। अनि अहिले चाहिँ अब चाहिँ है अब यो बाइकलाई चाहिँ अब म घाममा सुकाइरहेको छु है। त्यो अब मलाई अब यो सुकाएर लुकाउनुभन्दा अगाडि चाहिँ फेरि म घाँस काट्न जान्छु है। अनि घाँस काट्न जानुभन्दा अगाडि चाहिँ है म भिडियोलाई एन्ड गरेर जान्छु है। आजको भिडियो चाहिँ यति नै रहेछ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। भिडियोलाई चाहिँ सेयर गरिदिनु होला है त गाइस अलिअलि।